तपाईँहरूलाई थाहा छ हामी बिरामीहरूको पछाडिको कारण कतिवटा छ भनेर हाम्रो बुद्ध धर्मको शास्त्रको अनुसार कुरा गऱ्यो भने चाहिँ के छ भनेपछि बुद्ध धर्मको जस्तो शास्त्रको अनुसार कुरा गऱ्यो भने चाहिँ के छ भनेपछि हामी बिरामी हुनुमा चारवटा कारण छ भनेर भन्नुहुन्छ क्या। चारवटा कारण तीमध्ये एउटा के हो भनेर भन्दा एउटा चाहिँ हाम्रो शरीरको जति पनि तत्त्वहरू छ, जस्तै हाम्रो शरीर आफूमा एउटा पञ्चतत्त्वले बनेको कारणले हाम्रो शरीरको तत्त्वमा अनि तलमाथि अथवा कुनै कम कुनै धेरै भएको कारणले शरीरको तत्त्व नमिल्नेको कारणले पनि हामी बिरामी हुन्छ। जस्तै हामी टाउको दुख्ने होइन, रिङ्गटा लाग्ने, त्यस्तो गरेर थकान जस्तो लाग्ने चिजहरू भनेको चाहिँ हाम्रो शरीरको तत्त्वमा कुनै न कुनै कमी कमजोरी अथवा त्यसमा नमिल्नेको कारणले भएको एउटा हो। त्यसैले एउटा चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा चाहिँ हाम्रो शरीरको तत्त्व नमिलेर हुने एउटा बिरामी, त्यो कारणले हामीलाई अनि एउटा बिरामी हुने हुन्छ। एउटा चाहिँ के हो भनेपछि एउटा चाहिँ डरको कारणले हुन्छ कि। डर कस्तो छ भनेपछि जस्तै हामीले बेलुकातिर गएर एकान्त बेलुकातिर जाँदाखेरि कसै एउटा कालो साया जस्तो केही देखेर हो भनेर डर लागेर पनि मान्छे धेरै सिरियसको बिरामी हुने पनि हुन्छ नि त। अनि एउटा कारण त्यो हो, एउटा डरको कारणले हामी बिरामी हुन्छ। एउटा चाहिँ हामी के को कारणले बिरामी हुन्छ भन्दाखेरि एउटा चाहिँ हामी के को कारणले भनेर अनि थर्ड भनौँ न, तेस्रो चाहिँ हामी के को कारणले बिरामी हुन्छ भन्दा तेस्रो त हामी धेरै चिन्ताको कारणले पनि बिरामी हुन्छ। जस्तै हाम्रो कुनै एउटा उदाहरणको लागि भन्दाखेरि हाम्रो आफ्नै एउटा कुनै एउटा प्यारो मान्छेले हामीलाई एक्कासी छोडेर गयो भने त्यसको चिन्ताको कारणले पनि हामीमा अलिकति अनि बिरामीको अनि बिरामी देखा परिने हुन्छ नि त। त्यो पनि एउटा कारण हो। एउटा चाहिँ के छ भन्दाखेरि एउटा चाहिँ अदृश्य शक्ति हामीहरू अब जस्तै भूत प्रेत भन्नेको धेरै कुरा पनि गर्छ। अनि त्यो मात्र नभएर अब कुनै अब नेगेटिभ एनर्जीहरू हुन्छ, कसैले बिगार्यो भन्ने हुन्छ नि हो, त्यो कारणले पनि हामी बिरामी हुने हुन्छ। कोही पागलै हुने हुन्छ, कोही अनि जति औषधि गरे पनि निको नहुने यस्तो हुन्छ कि हो। त्यसैले हाम्रो शास्त्रमा चाहिँ यो चारवटा कारणले चाहिँ हामी बिरामी हुन्छ भनेर भनिन्छ। अब ती मध्ये यो चारवटा कारणले बिरामी हुन्छ होइन, ती मध्ये त्यो चारवटा मध्येमा हामीले पूजा गरेर निको पार्न सक्ने बिरामी चाहिँ कुन चाहिँ हो त भनेको अब त्यसमा कुरा गर्नु खास छ। अब हामीले खासै पूजापाठ गरेर अनि निको पार्न सक्ने बिरामी भनेको चाहिँ लास्टमा चौथो कारण अहिले हामीले भनेको थियौँ नि, एउटा चौथो कारण के भन्यो भनेपछि जस्तै